सम्पूर्णमा नमस्कार। आजको भिडियोमा हामी कुरा गर्नेछौँ नेपालको एउटा मानव निर्मित पोखरी रानी पोखरीको बारेमा। आउनुस् आजको भिडियो ढिला नगरिकन भिडियो सुरु गरौँ। रानी पोखरी काठमाडौँ महानगरको मुटुमा अवस्थित रानी पोखरी केवल एउटा जलाशय मात्र होइन, यो नेपालको इतिहास, संस्कृति, शोक, श्रद्धा र पुनर्जागरणको मौन साक्षी हो। आज हामी व्यस्त सडक, ट्राफिक लाइट र आधुनिक संरचना बीच उभिएको यो ऐतिहासिक पोखरीलाई हेर्दा यसको गहिराई केवल पानीको मात्र हो जस्तो लाग्न सक्छ, तर वास्तवमा यसको गहिराई सदियौं लामो भावनात्मक र ऐतिहासिक कथाले भरिएको छ। रानी पोखरीको निर्माण 17औं शताब्दीमा मल्लकालीन राजा प्रताप मल्लको शासनकालमा भएको थियो। आफ्ना प्रिय छोरा चक्रवर्तेन्द्र मल्लको अकाल मृत्युले गहिरो शोकमा परेका राजा प्रताप मल्लले आफ्नी रानीलाई सान्त्वना दिन यो पोखरी निर्माण गराएका थिए। त्यसैले यस पोखरीको नाम रानी पोखरी रहन गएको थियो। यो पोखरी केवल वास्तुकलाको नमुना मात्र नभइकन यो एक पिताको पीडा, एक आमाको आँसु र एक राजाको संवेदनशील मनको प्रतिबिम्ब हो। रानी पोखरीको निर्माण सन् 1670 तिर भएको मानिन्छ। त्यस समय काठमाडौँ उपत्यका धार्मिक, सांस्कृतिक र वास्तुकलाको केन्द्रका रूपमा विकसित हुँदै गएको थियो। राजा प्रताप मल्ल स्वयं विद्वान, कवि र कला प्रेमी थिए। उनले काठमाडौँ दरबार स्क्वायर, काष्ठमण्डप, हनुमान ढोकाल क्षेत्र लगायत थुप्रै ऐतिहासिक सम्पदामा योगदान दिएका छन्। रानी पोखरी पनि उनको त्यही दूरदर्शी सोच र भावनात्मक गहिराईको परिणाम हो। पोखरीको बीचमा अवस्थित बालगोपालेश्वर मन्दिर पोखरीकै आत्मा जस्तै मानिन्छ। यो मन्दिर भगवान शिवलाई समर्पित छ र वर्षमा एक पटक मात्र, विशेष गरी तिहारको भाइटिकाको दिन सर्वसाधारणका लागि खुल्ला गरिन्छ। यस परम्पराले रानी पोखरीलाई अझ रहस्यमय र आध्यात्मिक बनाएको छ। रानी पोखरीको आकार आयतकार छ र यसलाई परम्परागत नेवार वास्तुकलाको शैलीमा निर्माण गरिएको हो। पोखरीमा जम्मा हुने पानी काठमाडौँ वरपरका धार्मिक स्थलहरू जस्तै नागार्जुन, बालाजी, शिवपुरी, सुन्दरीजल आदिबाट ल्याइन्थ्यो भन्ने विश्वास छ। यसले पोखरीलाई धार्मिक दृष्टिले पनि अत्यन्तै पवित्र बनाएको छ। विगतमा मानिसहरू यहाँ स्नान गरेमा पाप नाश हुने, मनोकामना पूरा हुने विश्वास गर्थे। समय क्रममा काठमाडौँ सहर विस्तार हुँदै गयो, जनसङ्ख्या बढ्दै गयो, तर रानी पोखरी भने मौन रूपमा सबै परिवर्तनहरू हेर्दै उभिरही। तर समय सधैँ एकनाश हुँदैन। आधुनिकीकरणको दौडमा काठमाडौँले धेरै कुरा गुमायो। रानी पोखरी पनि त्यसबाट अछुतो रहन भने सकेन। पानी प्रदूषित हुँदै गयो, संरचना जीर्ण बन्दै गयो अनि यसको मौलिकता बिस्तारै हराउँदै गयो। 2015 सालको विनाशकारी भूकम्पले रानी पोखरीलाई गम्भीर क्षति पुर्यायो। बालगोपालेश्वर मन्दिर पूर्ण रूपमा भत्कियो र पोखरीको पर्खालहरू चर्किए। यसले सम्पूर्ण देशलाई झकझकायो कि हामी आफ्नो इतिहास जोगाउन असफल हुँदैछौँ। भूकम्पपछिको पुनर्निर्माण प्रक्रिया सहज रहेन। रानी पोखरीको पुनर्निर्माणलाई लिएर लामो समयसम्म विवाद चलिरह्यो। आधुनिक सामग्री प्रयोग गर्ने कि परम्परागत शैलीमै पुनर्निर्माण गर्ने भन्ने विषयमा विशेषज्ञ, सरकार र स्थानीय समुदायबीच मतभेद देखियो। कतिपयले कङ्क्रिट संरचना निर्माण गर्न खोजे भने अर्कोतर्फ सम्पदा प्रेमीहरूले मौलिकता जोगाउन जोड दिए। अन्ततः परम्परागत शैली, गजुर, इँटा, काठ र ऐतिहासिक नक्साका आधारमा पुनर्निर्माण गर्ने निर्णय भयो। यो निर्णय केवल एउटा पोखरीको पुनर्निर्माण मात्र थिएन, यो नेपाली पहिचान र आत्मा सम्मानको पुनर्स्थापना थियो। लामो समयपछि पुनर्निर्माण सम्पन्न भई रानी पोखरी पुनः सर्वसाधारणका लागि खुल्ला गरियो। जब मानिसहरूले पुनः शान्त, सफा पानीले भरिएको पोखरी बीचमा उभिएको सुन्दर बालगोपालेश्वर मन्दिर र वरिपरि ऐतिहासिक पर्खालहरू देखे धेरैले आँखामा आँसु आए। यो केवल एउटा संरचना फर्किएको क्षण थिएन, यो भावनाको पुनर्जागरण थियो। आज रानी पोखरी युवाहरूका लागि फोटो खिच्ने ठाउँ मात्र होइन, ऐतिहासिक ठाउँ, इतिहास बुझ्ने पाठशाला पनि हो। वृद्धहरूका लागि यो सम्झनाको संसार र बच्चाहरूका लागि आफ्नो संस्कृतिसँग पहिलो चिन्जान बन्दै आएको छ। रानी पोखरीले हामीलाई के सिकाउँछ भने विकास र संरक्षण सँगसँगै जान सक्छन्। हामी आधुनिक बन्न सक्छौँ, तर आफ्नो इतिहास बिर्सनु हुँदैन। रानी पोखरी आज पनि मौन रूपमा हामीलाई सम्झाइरहेको छ। संरचनाहरू भत्किन सक्छन्, तर यदि हामी चाहन्छौँ भने इतिहासलाई पुनः उभ्याउन सक्छौँ। यो पोखरी पानीले भरिएको मात्र होइन, यो हाम्रो स्मृति, हाम्रो पहिचान र
हाम्रो उत्तरदायित्वले भरिएको छ। जब साँझको समयमा पोखरीको पानीमा बत्तीहरूको प्रतिबिम्ब देखिन्छ तब लाग्छ इतिहास अझै जीवित छ, रानी पोखरी अझै बोलिरहेको छ। धन्यवाद। आजको भिडियो कस्तो लाग्यो? यदि हाम्रो भिडियो राम्रो लाग्यो भने तपाईले हाम्रो यस च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न सक्नुहुन्छ। हवस् त, धन्यवाद।